डियर स्टुडेन्ट्स, आज हामीले इलेक्ट्रिकल सर्किटको एउटा इम्पोर्टेन्ट क्वेसन डिस्कसन गर्दैछौँ। यो चाहिँ हाम्रो कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एमिटर भन्ने टपिकबाट लिएको छ। क्वेसन हेरौँ त। यो 2080 मा आएको क्वेसन हो, 2 मार्क्सको। के भनेको छ भन्दा क्वेसनमा अ ग्याल्भानोमिटर हेज अ रेसिस्टेन्स अफ 10 ओम। ग्याल्भानोमिटरको रेसिस्टेन्स हामीलाई जी को भ्यालु 10 ओम दिएको रहेछ। के भनेको छ त अगाडि, इट गिभ्स मैक्सिमम डिफ्लेक्सन फर अ करेन्ट अफ 50 मिली एम्पियर। ओके, भन्नुको मतलब हामीले चाहिँ ग्याल्भानोमिटरबाट जुन करेन्ट पास हुन्छ त्यतिखेर चाहिँ मैक्सिमम डिफ्लेक्सन चाहिँ 50 मिली एम्पियरले दिन्छ भनेर भनिएको छ। ओके, यो ख्याल गर्नुहोस् ल, ग्याल्भानोमिटरदेखि पास हुने करेन्टले दिने डिफ्लेक्सन 50 मिली एम्पियर हो। ओके, चाहिएको छ हामीलाई के छ त भन्दा फाइन्ड द शन्ट रेसिस्टेन्स, एस को भ्यालु चाहियो, टु कन्भर्ट इट इन्टु एमिटर अफ रेन्ज 2.5 एम्पियर। ओके ओके, हामीले चाहिँ शन्ट रेसिस्टेन्स चाहियो है त। ओके ल, यसलाई सल्भ गर्न कोसिस गरौँ। यसमा हामीलाई के छ त भन्दा ग्याल्भानोमिटर रेसिस्टेन्स दिएको छ। ग्याल्भानोमिटर रेसिस्टेन्स, ग्याल्भानोमिटर रेसिस्टेन्सलाई वी डिनोट इट बाई जी। द भ्यालु इज 10 ओम। यसमा के भनेको छ त, मैक्सिमम डिफ्लेक्सन फर द करेन्ट भनेको छ, द्याट इज के त, यो भनेको करेन्ट थ्रु ग्याल्भानोमिटर हो है त। करेन्ट थ्रु ग्याल्भानोमिटर, यसको भ्यालु कति छ त भन्दा आइजी ले डिनोट गरिएको छ यसलाई 50 मिली एम्पियर। मिली भनेको कति होला, 10 रेज टु पावर कति होला, मिली भनेको 10 रेज टु पावर -3 एम्पियर हो। ओके, अगाडि छ यसमा हामीले के भनेको छ, फाइन्ड द शन्ट रेसिस्टेन्स टु कन्भर्ट इट इन्टु एमिटर अफ रेन्ज 2.5 एम्पियर। भन्नु मतलब एमिटरले रिड गर्ने करेन्ट कति छ त, करेन्ट थ्रु एमिटर है। एमिटरले रिड गर्ने करेन्ट कति छ त, यसलाई हामी आई भन्छौँ, 2.5 एम्पियर। ओके, यसलाई एकदम राम्रोसित हेरौँ है त, यसलाई कसरी सल्भ गरेर त। यो हाम्रो वास्तवमा के हो त भन्दा, एज अ सेट कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एमिटर। हामीले चाहिँ ग्याल्भानोमिटरलाई एमिटरमा कन्भर्ट गर्दाखेरि एउटा रिलेसन आउँछ, एस इक्वल टु आइजी अपन आई माइनस आइजी इन्टु जी है। त्यसको लागि चाहिँ एउटा पहिला सुरु एउटा डायग्राम बनाऊँ है त। एकदम सिम्पल डायग्राम छ। मानौँ हाम्रो एउटा सर्किट छ, त्यसमा हाम्रो आई करेन्ट फ्लो भइरहेछ। अनि यो आई करेन्ट फ्लो जुन भइरहेछ यसमा चाहिँ हामीले के गर्यौँ त भन्दा एउटा ग्याल्भानोमिटर कनेक्ट गर्यौँ। यो ग्याल्भानोमिटरमा करेन्ट फ्लो भएको हाम्रो अहिले के मानेको छौँ त, आइजी मानेको छौँ। त्यसपछि हामी के गर्नुपर्छ त भन्दा यसलाई, यो ग्याल्भानोमिटरलाई एमिटरमा कन्भर्ट गर्ने हो भने हामीले एउटा शन्ट रेसिस्टेन्स राख्नु पऱ्यो नि त, एस। ओके ल, शन्ट रेसिस्टेन्सलाई हामीले एस भनिदिउँ। ओके, शन्ट रेसिस्टेन्समा एस छ भने यो शन्ट रेसिस्टेन्स भने कस्तो हुन्छ भन्नुहोस् त, यसमा रेसिस्टेन्स चाहिँ के हुन्छ, एकदमै कम हुन्छ, लो रेसिस्टेन्स हुन्छ होइन त। ओके, लो रेसिस्टेन्स हुन्छ भन्नु मतलब के त, रेसिस्टेन्स लो भएको कारणले गर्दाखेरि हाम्रो इनिसियली हामीले करेन्टलाई आई मान्छौँ भने पछि यो करेन्ट चाहिँ के भइरहेछ त भन्दा, इनिसियली हामीले करेन्टलाई आई मानेको जुन करेन्ट छ नि, यो अब के भइरहेछ त भन्दा, एउटा चाहिँ हाम्रो ग्याल्भानोमिटर थ्रु फ्लो भएको करेन्टले चाहिँ आइजी छ। ओके, भन्नु मतलब बचेको करेन्ट कति छ त, आई माइनस आइजी है, आई माइनस आइजी। आई माइनस आइजी चाहिँ के हुन्छ त भन्दा, अब मैक्सिमम करेन्ट चाहिँ केबाट फ्लो हुन्छ त भन्नुहोस् त, लो रेसिस्टेन्स भएको कारणले गर्दाखेरि शन्टबाट फ्लो हुन्छ। ओके, फेरि वान मोर टाइम है त। ग्याल्भानोमिटरदेखि फ्लो भएको करेन्ट आइजी, शन्टदेखि फ्लो भएको करेन्ट के त, आइजीबाट बचेको करेन्ट, आइजीबाट बचेको करेन्ट के त, आई माइनस के त आइजी। भन्नु मतलब के त, आई माइनस आइजी चाहिँ शन्टबाट। किन शन्टबाट आई माइनस आइजी गयो, मैक्सिमम करेन्ट किन शन्टबाट गयो, किन भन्दा शन्ट भनेको के छ त, लो रेसिस्टेन्स होइन त। भी इक्वल टु आइआरबाट यही तपाईँको आरको भ्यालु कम छ होइन, रेसिस्टेन्सको भ्यालु कम छ भने आईको भ्यालु के हुन्छ त, बढी हुन्छ। ओके, भेरी सिम्पल कुरा। त्यसै कारणले गर्दाखेरि हामीलाई लो रेसिस्टेन्स शन्ट भएको कारणले गर्दाखेरि धेरै करेन्ट चाहिँ केबाट गयो त, शन्टबाट गयो। ओके ल, ओके अब फेरि फर्दर हाम्रो के हुन्छ त भन्दा, यो दुइटै आइजी र आई माइनस आइजी जोडिएर फेरि आईकै रूपमा करेन्ट बाहिर जाला। ओके, ठिक छैन होइन। अब यसमा हेरौँ है, के छ त भन्दा यो त हाम्रो प्यारल कम्बिनेसन भयो नि त। प्यारल कम्बिनेसन भएको कारणले गर्दाखेरि हाम्रो यो आइजी इन्टु जी जुन छ, जी भनेको त ग्याल्भानोमिटरको रेसिस्टेन्स हो र एस भनेको शन्टको रेसिस्टेन्स होइन। तपाईँको यो जुन जी र एस जुन छ यो त के छ त, प्यारलमा छ। भन्नु मतलब के त, आइजी इन्टु जी पोटेन्शियल डिफरेन्स एक्रस ग्याल्भानोमिटर, अनि आइजी
I minus Ig into S भन्नु मतलब पोटेन्शियल डिफरेंस एक्रॉस शंट विल बी के त इक्वल किन त प्यारलल कम्बिनेसन ओके भन्नु मतलब अब यसको एउटा इक्वेसन हेरौँ है त पोटेन्शियल डिफरेंस एक्रॉस शंट है मस्ट बी इक्वल टू पोटेन्शियल डिफरेंस एक्रॉस ग्याल्भनोमिटर ओके एक्रॉस के त ग्याल्भनोमिटर यस्तो हुँदाखेरि यस्तो हुँदा हामीले के गर्नु पर्यो त एक्रॉस शंटलाई के लिनुहुन्छ त I minus Ig into S हैन त शंटको रेजिस्टेन्स S लिएको छ इक्वल टु के हुन्छ त Ig into G किन यस्तो किन भन्दा पोटेन्शियल डिफरेंस एक्रॉस ग्याल्भनोमिटर भनेको हाम्रो करंट इन्टु ग्याल्भनोमिटरको रेजिस्टेन्स हो करंट थ्रू द ग्याल्भनोमिटर इज Ig and resistance of the galvanometer is G okay I minus Ig into S is equal to Ig into G okay तो मैले यो कन्भर्जन अफ ग्याल्भनोमिटर इन्टु इमिटर भनेर जुन डेरिभेसन नै भनौँ हैन जुन पढ्नु भएको छ बेसिक मेन कुरा है मेन कुरा भनेकै यही नै हो ठीक छ नि हैन कन्सेप्ट चाहिँ यो हो पोटेन्शियल डिफरेंस चाहिँ बराबर हुनु पर्यो शंट र ग्याल्भनोमिटरको र मेन रिलेसन यो नै हो ठीक छ ओके यो क्वेशन सल्भ गर्नलाई पनि हामीले यही रिलेसन नै युज गर्छौं ठीक छ नि हैन हामीलाई शंट रेजिस्टेन्स चाहिँ S को भ्यालु चाहियो भन्नु मतलब S इक्वल टु के गर्नुहुन्छ त अब एकदम ध्यान दिएर हेर्नुस् भेरी इजी क्वेशन हो तर आउन सक्ने क्वेशन हो Ig into G अपन I minus Ig into S ओके ल भ्यालु पुट गरौँ अब Ig की भ्यालु कति दिएको छ हेर्नुस् त Ig की भ्यालु कति दिएको छ हेर्नुस् त 50 मिली एम्पियर है त 50 मिली एम्पियर भनेको त 50 into 10 को पावर -3 into G की भ्यालु कति छ G की भ्यालु रहेछ 10 अपन I minus Ig गर्दा के भयो त I भनेको के छ त 2.5 हो नि त ठीक छ करंट थ्रू द एमिटर भन्नु मतलब हाम्रो इनिशियल करंट है त यो I की भ्यालु ओके 2.5 माइनस कति छ त Ig की भ्यालु कति 50 मिली एम्पियर भन्नु त 50 into 10 को पावर -3 ओके यसमा हामीले के गर्नु पर्दा फेरि यसमा हामीले के गर्नु पर्दा अब क्याल्कुलेसन गरेर एन्सर गर्ने त्यो निकाल्नु पर्यो ठीक छ नि हैन यहाँ S बढी आएछ यसलाई म हटाइदिए ल ओके भन्नु मतलब 50 into 10 को पावर -3 into 10 यसलाई हामीले 500 into 10 raised to power -3 अपन 2.5 minus 50 into 10 को पावर -3 ठीक छ यसलाई सल्भ गर्छौं यसको एन्सर आउँछ 0.204 ओम ठीक छ